चाहिँ मन नलाग्दै यो कार्यक्रममा आइपुगेछु भन्ने टाइपको त कोही हुनुहुन्न नि है। यदि हुनुहुन्थ्यो भने पनि अरू आधी घन्टा ध्यान दिएर सुन्नुहोस्। यसले तपाईँको जीवनलाई साँच्चै काम लाग्छ। यसले तपाईँको जीवनलाई धन्य नै बनाउँछ। यहाँ इच्छा कसलाई छ भने यो तान्ने र यो धपाउनेलाई इच्छा छ क्या। इच्छा हुनुपर्थ्यो स्वयं पात्रलाई इच्छा छैन। त्यही भएर संसारमा एउटा भनाइ छ, संसारमा सबभन्दा ठुलो शक्ति भनेको हुन त मान्छेले शिक्षालाई भन्छन्। शिक्षा लिएको व्यक्ति त्यति शक्तिशाली हुन्छ भनेर हामीले पनि पढाएन। हुन पनि हो, मानिसको जीवनलाई घाँस बाँस कपास पछाडि केही चाहिन्छ भने त्यो शिक्षा। शिक्षा लिएको व्यक्ति संसारको जुनसुकै कुनामा गएर गरी खान सक्छ। तर त्यो शिक्षा शक्ति पनि नभएका मान्छे पनि संसारमा सफल भएका छन्। एउटा कारण छ, त्यो हो इच्छा शक्ति। शिक्षा शक्ति भन्दा पनि अझै तगडा हुन्छ, अझै क्यापेबल, अझै धुरन्धार हुन्छ इच्छा शक्ति। त्यही भएर इच्छा शक्ति भयो भने संसारमा कसैले कसैलाई मोटिभेसन दिनै पर्दैन। एउटा जङ्गलको जनावरलाई हेर्नुहोस् त, ती मृगका बच्चालाई कसैले गएर ट्रेनिङ दिएको हो र त यसरी उफ्री यति सेन्टिमिटर घाँटी लम्का तैँले रुखको घाँस खान पाउँछस् भनेर कसैले प्र्याक्टिकल गराएको छ र? जङ्गलका जनावर आफै जानेका छन्। संसारका हरेक सफल हुने मानिसहरूले उनीहरूसँग इच्छा शक्ति छ। जहाँ इच्छा त्यहाँ उपाय भन्ने एउटा भनाइ छ। त्यसकारण इच्छा शक्ति संसारमा सबभन्दा ठुलो शक्ति हो। आउनुहोस् यो इच्छा शक्तिको साथमा अरू आधी घन्टा केही महत्त्वपूर्ण कुराहरू सुनौँ कि आज हामी युटर्न इन्टरनेसनल प्राइभेट लिमिटेड, जो नेपालकै एउटा लिडिङ डाइरेक्ट सेलिङ कम्पनी। डाइरेक्ट सेलिङ भन्ने बित्तिकै अघि कार्यक्रम सञ्चालकज्यूले भन्दै हुनुहुन्थ्यो, विगतका पनि उदाहरणहरू दिएर के उदाहरण दिँदै हुन्थ्यो। मल्टिलेभल मार्केटिङको कुरा गरे जस्तो लाग्यो, नेटवर्क मार्केटिङको कुरा गरे जस्तो लाग्यो र त्यो सँगै जोडेर डाइरेक्ट सेलिङलाई पनि सरले चाहिँ जोड्न खोज्दै हुनुहुन्थ्यो। मेरो ख्यालमा चाहिँ सर नेटवर्क मार्केटिङ, मल्टिलेभल मार्केटिङ र नेपालको परिवेशमा डाइरेक्ट सेलिङ हेर्दा उस्तै लाग्छ तर फरक छ। नेटवर्क मार्केटिङमा सदस्य मात्रै बनाउने खेल हुन्छ, तर यहाँ सदस्य बनाउनै पर्दैन। पहिलो कुरा मल्टिलेभल मार्केटिङमा के हुन्छ भने मेम्बरले अरू मेम्बर बनायो भने मात्रै उसको सेवा सुविधा पाउँछ, तर यहाँ उसले कसैलाई मेम्बर बनाएन भने पनि सेवा सुविधा पाउँछ। त्यसकारण मल्टिलेभल मार्केटिङ नेटवर्क मार्केटिङ भन्दा यो डाइरेक्ट सेलिङ फरक छ। त्यही भएर नेपालमा नेटवर्क मार्केटिङ मल्टिलेभल मार्केटिङको कानुन छैन कि डाइरेक्ट सेलिङ गर्न पाउने कानुन छ र युटर्न डाइरेक्ट सेलिङ गर्ने कम्पनी हो। तीसँग यसलाई तुलना नगर्दा हुन्छ। उस्तै त लाग्छ तर फरक छ, बिल्कुलै फरक छ। आउनुहोस्, नेपालकै लिडिङ डाइरेक्ट सेलिङ कम्पनी हो युटर्न इन्टरनेसनल प्राइभेट लिमिटेड। कसरी भने अघि सरले उदाहरण दिए जस्तै 50औं कम्पनीहरू नेपालमा आएछन्। यो बोर्डर एरिया गोरखपुरबाट सुनौली भन्सारतिरबाट त झन् इन्डियाका यति धेरै कम्पनीहरू आएर तपाईँलाई मेम्बर बनाएर जान्छन्, तपाईँहरूको पैसा लिएर जान्छन्। एका दुईले चाहिँ उस्तै परे सामान पनि दिन्छन्। अधिकांशले मेम्बर बनाएर जान्छन्, सामान पनि दिँदैनन् र धेरै नेपालीहरू ठगिनु परेको थियो। तर अहिले नेपालमा डाइरेक्ट सेलिङको कानुन बन्यो र त्यो डाइरेक्ट सेलिङ कम्पनी मध्ये पनि युटर्नले चाहिँ के गर्छ भने अघि सरले देखाए जस्तै यी जति पनि प्रडक्ट छन् करिब 56 वटा प्रडक्ट यो अरूको देशको होइन, यो नेपालको प्रडक्ट हो। र नेपालको प्रडक्ट अहिले नेपालभित्र मात्रै नभएर अहिले यो कम्पनीले अस्ट्रेलिया, क्यानाडा, अमेरिका, उत्तर कोरिया, चाइना, जापान यस्ता कन्ट्रीहरूमा, सिङ्गापुर, मलेसिया, दुबई करिब 12-13 वटा राष्ट्रमा अहिले यी प्रडक्टहरू जान थालिसक्यो। किन यी प्रडक्टहरू जान थाल्यो भने संसारमा किनेर खाने मान्छे होस् या किनेर खाने देश होस्, त्यो चाहिँ अन्ततः टाट बढिन्छ। बेच्ने देशहरू धनी हुन्छन्, बेच्ने मानिसहरू धनी हुन्छन्। उदाहरणको लागि अहिले हेर्नुहोस् त, हुन त हामी अहिले किनेर खाने मान्छेलाई ठुलो मान्छे ठान्छौँ, तर विदेशतिर किनेर खाने मान्छेलाई सबभन्दा तल्लो स्तरको ठान्छन्। जस्तो अहिले हामी आफ्नो घर वरिपरि साग उब्जाउन छोडेर बजारमा गएर एक मुठो साग किनेर ल्याउँछौँ 25-30 रुपियाँ 50 रुपियाँमा देखाउँदै रायोको साग यस्तो राम्रो रहेछ, हटियाबाट ल्याएको, बजारबाट ल्याएको रायोको साग देखाउँदै ल्याउँछौँ। उस्तै गरेर त टिकटक पनि बनाउँछौँ, सेल्फी पनि खिच्छौँ। तर विदेशतिर चाहिँ किनेर खाने मान्छेलाई तल्लो दर्जामा हालिन्छ।
उब्जाएर खाने मानिसलाई बढी सम्मान गरिन्छ। हामी चाहिँ उब्जाउन छोडेर किन्ने बानी पर्यो। अझ किन्ने मात्रै हो र हामी त यस्तो यो देशका हामी त भगवान पशुपतिनाथको देश त्यसै भनेका होइन। कसरी भने एकजनाले काम गर्यो भने त्यो एकजनाले हामी 5 जना कम्तीमा 5 जनाको परिवारलाई बसी बसी खाना पुग्ने देशका जनता क्या। एउटाले काम गर्छ, उसको बाउ आमा श्रीमती छोरा छोरी सबै बसेर खाने। वाउ, त्यो देशको जनता क्या। विश्वका जतिसुकै देशहरू छन् धनी राष्ट्रका, त्यहाँका अझ धनीभन्दा धनी जनतालाई हेर्नुहोस्, 18-20 वर्ष कटेको प्रत्येकले काम गरेन भने त्यो परिवारले खान पाउँदैन। हामी एकजनाले काम गर्दा 5 जना बसी बसी खान पाउँछौँ। त्यही भएर हामी फुर्सदिला छौँ। त्यही भएर हामी मेला महोत्सव नारा जुलुस बन्द हडताल भनौँ कि उफ्रेर पुगिहाल्छ। बस राजमार्ग अवरुद्ध गर्नै भन्नुपर्छ। बस कहाँबाट हामी 2-4 हजार मान्छे त यत्तिकै जमाउँछौँ, किनभने हामी फुर्सदिला छौँ। व्यस्त भएको अफिसको टाइम मिल्दैन, जागिरको टाइम मिल्दैन, व्यवसाय चौपट हुन्छ। आफ्नो बिगारी त मान्छे जाँदैन थियो, केही काम छैन, त्यही भएर जान्छ। अझ त्यो अगाडि ढुङ्गा हान्ने मान्छे त अझ झन् बेरोजगार हुन्छ। उसलाई मतलबै छैन। मतलब भएको मान्छे त अलिक सजग हुन्छ। है पुलिस केस भयो भने, भोलि मेरो चाहिँ ब्याड रिपोर्ट बन्यो भने, भोलि मेरो झगडामा संलग्न भएको रेकर्ड बन्यो भने, कुनै कानुनी रूपमा दण्डनीय सजाय भोगेको कसुर बेहोरेको मान्छे भएँ भने भोलि भविष्यमा मैले अरू काम गर्न पाउँदैन। है त्यस्तो गर्न हुँदैन। त्यो सचेत मान्छे पछाडि बस्छ, अगाडिको मान्छे उग्र हुन्छ। त्यसकारण प्रिय व्यक्तित्वहरू, खाली दिमाग शैतानका घर भनिन्छ। हामी बढी खाली बस्छौँ, अझ हामी किनेर खान्छौँ। त्यो किनेर खाने परिवार होस् या देश होस्, अन्ततः गरिरहँदो रहेछ। यसको उदाहरण हो तपाईँले श्रीलङ्का भन्ने देश र त्यो देश चाहिँ आजभन्दा 5-7 महिना अगाडि त्यो देशमा घटेका घटनाहरू सुन्नुभयो। देश टाट पल्ट्यो, त्यहाँका नेताहरूलाई जनताले घेराउ गरे, नेताहरूलाई ढुङ्गाले कुटे, कति नेताहरू घाइते भए, कति नेताहरू त रात देश छोडेर भाग्नु पर्यो। नेता मात्रै हो र देशको प्रधानमन्त्री समेत देश छोडेर भाग्नु पर्यो। हो देश त्यसरी टाट पल्ट्यो। किन त्यो देश टाट पल्ट्यो भने आज तपाईँ बजारमा गएर चाहे भाटबटेनी हेर्नुहोस् या ठुल्ठुलो डिपार्टमेन्ट स्टोरमा जानुहोस् या बजारमा जानुहोस्, तपाईँले मेड इन जापान भन्ने सामान खोज्नु हो भने दर्जनौँ पाउनुहुन्छ। मेड इन चाइना त झन् कति पाइन्छ, मेड इन ताइवान, मेड इन फिलिपिन्स, मेड इन युएसए अमेरिका पनि पाउँछ। तर मेड इन श्रीलङ्का भनेको तपाईँले एउटा पनि चिज पाउनुहुन्न, किनभने श्रीलङ्काका सबै जनता खालि किनेर खान बानी परे, अर्काको राष्ट्रको उत्पादन ल्याएर किनेर खाँदा त्यो देश टाट पल्ट्यो। हामी नेपाली पनि अस्ति गत सालको एउटा तथ्याङ्कले के भन्छ भने यो वर्ष मात्रै हामीले लगभग 240 करोडको हरियो मकै अमेरिकाबाट ल्याएर नेपालीले खाएछ। हरियो मकै, स्वीट कर्न भन्छ रेस्टुरेन्टमा। हामीले मकै उसिन्छौँ नि, स्वीट कर्न हो, त्यो परिकारको नाम हो स्वीट कर्न। ठुल्ठुला होटेल र रेस्टुरेन्टमा पनि स्वीट कर्न खान पाइन्छ, तर त्यहाँ ग्राहकलाई दिने त्यो उसिनेको मकै त्यो नेपालको मकै होइन, अमेरिकाबाट ल्याएको मकै हो। रेस्टुरेन्टमा होटेलमा स्वीट कर्न खाने मान्छेको भिड छ। बिहान ब्रेकफास्ट गर्दा स्वीट कर्नको परिकार पनि राखिदिएको छ, तर त्यो मकै नेपालको मकै होइन, अमेरिकाको मकै हो। हामी मकै मात्रै प्रत्येक वर्ष 250 करोडभन्दा ज्यादाको त मकै मात्रै आयात गरेर खान्छौँ, त्यो पनि उसिने दाना मकै। कर्नफ्लेक्सको त के कुरा गर्ने, मकैको चिउराको त अरूको त पुरै छोड्यो। अब यो हिसाबले जाने हो भने त देश त टाट पल्टिन्छ। त्यसैले हामीले पनि सुरुवात गर्नुपर्छ कि प्रिय महानुभावहरू, मेड इन नेपाल लेखेको केही न केही चिज हामीले पनि उत्पादन गर्नुपर्छ। यही सोचेर अहिले युटर्न इन्टरनेसनलले चाहिँ 56 प्रकारका प्रडक्ट मेड इन नेपाल। हुन त नेपालमा हामी मात्रै छौँ होइन, नेपालमा दर्जनौँ अरू कम्पनी पनि छन् जसले निर्यातलाई प्रतिस्थापन गरेर आयातलाई प्रतिस्थापन गरेर निर्यातलाई प्रवर्धन गर्दैछन्। त्यसैमा यो कम्पनीले पनि एउटा इटा थप्ने काम, हैस्टेमा हैसे गर्ने काम गर्दैछ। त्यसैले यी प्रडक्टहरू अहिले विश्वका देशहरूमा हामीले बेच्न थालेका छौँ। यहाँलाई जानकारी रहोस्, बेच्ने देश होस् या बिक्री गर्ने परिवार होस्, त्यो परिवार धनी हुन्छ, त्यो देश धनी हुन्छ। त्यसैले यो प्रडक्ट बेच्ने, यो प्रडक्टको कारोबार गर्दा राष्ट्रलाई पनि फाइदा, राष्ट्रलाई ट्याक्स आम्दानी हुन्छ।
यो प्रडक्ट जसले बेच्ने मान्छे धनी हुन्छ। हो अहिले हामीसँग एकजना कामना रेग्मी भन्ने म्याडम हुनुहुन्छ। कामना रेग्मी म्याडमको हुन त उदाहरण दिने अरू थुप्रै पात्र हुनुहुन्छ, तैपनि मैले एउटा उदाहरण स्वरूप निर्मला म्याम, कामना म्यामलाई यहाँ सम्झेँ। कामना म्याम बिहान टक्क उठ्नुहुन्छ, आफू फ्रेस बन्नुहुन्छ अनि फेसबुकमा, टिकटकमा, इन्स्टाग्राममा टक्क लाइभ बस्नुहुन्छ। त्यो लाइभ बस्दा उहाँले यही प्रडक्टको बारेमा, यिनै युटर्नका प्रडक्टको बारेमा अघि महेन्द्र सरले जस्तै गरी जानकारी दिएर बस्नुहुन्छ। उहाँका कार्यक्रम देशभित्र देश बाहिर थुप्रै मान्छेले सुन्छन्, सुनेपछि अनलाइनमा नै अर्डर गर्छ। त्यो रोयल जेली त मलाई पठाइदिनुहोस् न, कति हो? त्यसको मूल्य कति हो सर? करिब 4500, 4090। ओके, मात्रै 4090। तर यो 4090 मान्छेले फेरि के बुझ्छ भने बिरामी भयो भने इन्डियाको मेदान्त अस्पतालमा जानु पर्यो, आउनु पर्यो, 4 लाख खर्च होस्, बरु घर बेचेर भए नि, जग्गा बेचेर भए पनि उपचार गर्छ। तर त्यहाँ 4 लाख खर्च गर्नु पर्दैन। यी 4000 का प्रडक्ट पनि राइट टाइममा खायो भने यो प्रडक्टले 40औं लाख रुपियाँ तपाईँको बचत हुन्छ भन्यो भने यत्रो 4000 को भन्छ। तर यो 4000 को चिजले 40औं लाखको सम्पत्तिलाई जोडाउने काम गर्छ। जसरी हामी मोटरसाइकलमा हेलमेट लगाएर हिँड्छौँ नि, हुन त त्यो हेलमेट नलाउँदा झन् आनन्द आउँछ मोटरसाइकल चढ्नेहरूलाई। कतिको तपाईँहरूले फिल गर्नु भएको छ, झन् गर्मी मौसममा त हेलमेट नलाइकन हुरुरु, झन् यो बाटो पनि यो झन् 6 लेनको बाटो बनेपछि त अझ त्यो मोटरसाइकलमा हेलमेट नलाइकन अझ 100 को स्पिडमा बाइक कुदाउन पाइयो भने त यस्तो लाग्छ कि आहा चिसो बडो ठन्डा। तर त्यो 2000 को हेलमेट यदि लगाइएन भने भोलि कठोर कदाचित केही भयो भने त्यसको त्यो 2 अर्बले पनि नबन्ने शरीर क्षति हुन सक्छ। त्यही एउटा हेलमेटले गर्दा उसको ज्यान जोगिन पनि सक्छ। यी प्रडक्टहरू भनेका ती हेलमेट जस्तै हुन्थ्यो, नखाँदा पनि हुन्छ, तर खानुभयो भने भोलि तपाईँको 40औं लाख रुपियाँ क्षति हुनबाट जोगिन्छ। उहाँले यसै गरी भन्नुहुन्छ र यी प्रडक्टहरू आज विश्वका 12 भन्दा बढी राष्ट्रमा डिमान्ड हुन्छन्। उहाँको दिनमा केही सेल्स नभए पनि, अब म तपाईँहरूलाई भन्छु, केही कारोबार नहुँदा पनि, कारोबारै नभएको दिन पनि दिनको 3 लाख को सेल्स हुन्छ। दिनकै युट्युबमा बसेका भरमा, टिकटकमा युट्युबको प्रडक्टको बारेमा बताएको भरमा दिनको 3 लाख को कारोबार हुन्छ। महिनामा केही नहुँदा नि 1 करोड को कारोबार हुन्छ। 1 करोड को कारोबार गर्दा केही नाफा भएन नै भने पनि 25 लाख चाहिँ नाफा हुन्छ। महिनामा 25 लाख कमाउने व्यक्ति पनि हुनुहुन्छ। मोटामोटी मान्छे 25,000 यहाँ कमाउन नसकेर कुन देश जाने होला, कहाँ जाने होला, कहाँ गएर सेक्युरिटी गर्ने होला भन्ने मान्छे पनि हामी नै छौँ। यो हजुर सबभन्दा ठुलो कुरा सोचको कुरा हो। त्यही भएर जसले बेच्न सक्यो त्यो मान्छे धनी हुन्छ। बुझ्नुभयो नि, बेच्न चाहिँ सक्नु पर्यो। अब फेरि भन्नु होला सर यो बुढेसकालमा यो उमेरमा हामीले के बेच्ने? कतिलाई त लाज पनि लाग्छ होला, कहाँ हामी यस्तो सामान बेच्ने? अब म हजुरलाई भन्छु, बेच्नलाई लाज नमान्नुहोस्। हो, रिलायन्स भन्ने कम्पनी छ इन्डियामा। रिलायन्स भन्ने कम्पनीले जुत्ता बेच्न लाज मान्दैन। त्यत्रा अरबपति विनोद चौधरीले चाउचाउ मेरो हो भन्न लाज मान्दैनन्। चाउचाउ बेच्न विनोद चौधरीलाई लाज छैन। अमिताभ बच्चन जस्तो सुपरस्टारले नवरत्न तेल बेच्छन्। नवरत्न तेल, यस, उनको डाबर हाजमोला, अमिताभ बच्चनको त्यो डाबर हाजमोलाको रोयल्टी जान्छ अमिताभ बच्चनलाई। अमिताभ बच्चनलाई नवरत्न तेल बेच्न लाज लागेन, विनोद चौधरीलाई चाउचाउ बेच्न लाज लागेन। अनि हजुर हामीलाई चाहिँ यो रोयल जेली अरूलाई बेच्न लाज मानेर नि हुन्छ त? लाज चाहिँ हजुर हामीले केमा मान्ने हो जस्तो लाग्छ भने नि, लाज मान्ने चाहिँ चुरोट बेच्न हो, खैनी बेच्न हो, पान पराग गुड्खा बेच्नलाई हो हामीले लाज मान्नुपर्ने। रक्सीको बोतल बेच्नलाई हामीले लाज मान्नुपर्छ। त्यस्तो काम हजुरले गर्न हुँदैन। किनकि रक्सीको प्रत्येक बोतलमा लेखिएकै छ मद्यपान स्वास्थ्यको लागि हानिकारक छ। चुरोटका प्रत्येक खिलीमा लेखिएकै छ धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ। प्रिय महानुभावहरू, यदि यो कार्यक्रममा तपाईहरु कोही आफ्नो व्यवसाय सञ्चालनका दौरानमा रक्सी, चुरोट, पान पराग खैनी बेच्ने काम गर्नुहुन्थ्यो भने मेरो नम्र निवेदन, हजुरले त्यो पेसा छोड्नुहोस् र पेसा परिवर्तन गर्नुहोस्। बरु हजुरले यस्तो पेसा गर्नुहोस् ताकि यसले जसले प्रयोग गर्छ
उसलाई हानि होइन, उसलाई फाइदा हुन्छ। तर तपाईँ हामीले बेचेको चुरोट गुर्खा पान परागले 2 पैसा हामीलाई फाइदा त होला, तर त्यो प्रयोग गर्ने मान्छेलाई हानि हुन्छ। हानि मात्र होइन, तपाईँका भोलि छोराछोरीले जब उनीहरू बुझ्ने हुन्छन् नि, उनीहरूले के बुझ्छन् भने नि हाम्रो बाउ चाहिँ राम्रो मान्छे होइन रहेछ, हामी आमा चाहिँ खासै राम्रै मान्छे होइन रहेछन्, किनभने यिनले त चुरोट बेचेर कमाएको, बाउले रक्सी बेचेर कमाएको भन्ने जब थाहा हुन्छ नि, छोराछोरीले आमा बाउलाई सम्मान गर्छन्। त्यसैले मेरो नम्र निवेदन के हो भने, हुन त त्यो चुरोट बेचेर परिवार पाल्ने परिवार पनि छ, पान पराग गुर्खा बेचेर परिवार चलाएका मान्छे पनि छन्, तर ती पान पराग गुर्खा बेच्नलाई नजिकबाट गएर भन्नुहोस् तपाईँले गरेको यो पेसा व्यवसायमा तपाईँ खुसी हुनुहुन्छ भनेर सोध्नुहोस्, उनीहरूले के भन्छन्, खुसी त के हुनु, यस्तो काम त खास परिले नगरे नै हुन्थ्यो, म त बाध्यताले गरेको, त्यसो भए यो बाध्यताले त्यो काम नगर्नुहोस्, अरू अप्सन छ, अरू अप्सन छ, बरु अरू बढेर बेच्नुहोस्, तर चुरोट खैनी नबेच्नुहोस्। हो, हामीले लाज मान्ने चाहिँ त्यहाँनिर हो। र त्यसकारण अब तपाईँ हामीले चाहिँ यो अवसरलाई चिनेर अगाडि बढ्नु पर्यो। डाइरेक्ट सेलिङ भनेको के हो त? आउनुहोस् छोटोमा म कुराकानी गर्छु। डाइरेक्ट